आज आउट अफ टपिकको कुरा गरौँ है त। के भन्ने भनेपछि होइन, हामी के भनेर आउँछौँ, हामी के भन्छौँ, हामी कस्तो सोचेर आउँछौँ, हामी कस्तो हुन्छौँ, त्यो हामी कसैलाई पनि थाहा हुँदैन, हो कि होइन? के सोच्या हुन्छ, कस्तो सोच्या हुन्छ है, अगाडि गएर कोसँग ठोक्किने हो, कोसँग जुझ्ने हो, मिल्ने हो। लाइफ इज अनप्रिडिक्टेबल के। कतिसँग भेटियो, कतिसँग छुट्टियो, त्यो लभिङ ब्रेकअपिङवाला होइन है फेरि। अनि कस्तो भनेपछि हुन्छ नि, अब देखिरहेको हुन्छु मैले, साथीहरू भेटिरहेको हुन्छु, पुरानो भेटिन्छ कसैकोमा पनि होइन। मैले कसैले विचार गरेको छ कि छैन होइन, कसैले पनि यहाँ आजभोलि के छ, सन्चै छ, के छ दोष होइन, कस्तो छ, के छ, त्यो सोध्दैन के। कहाँबाट आइस, काम छैन, काम गरेर आइस, के काम गरिस्, के काम गर्छस्, अहिले कता काम गरिरहेछस्। यो जिन्दगीमा होइन, मैले जस्ट हुन त यो मतलबको कुरा होइन, तर पनि के लाग्छ तपाईँलाई? मैले यो अचानक सोच्न भ्याएछ क्या। कसैले पनि 2 वर्षपछि किन नभेट्या होस् होइन, ओहो कहाँबाट आइस आज, के गरिरहेछस्, कताबाट आइस, काम छैन आज तेरो, तेरो काम छैन, यताउता सोधेछ यार, काम बाहेक केही सोधेको छैन। अनि यस्तो छ त विदेशको लाइफ, के भन्ने हो त। यत्रो भन्दा होइन, अब सबैको आफ्नो लाइफ हो, ठिक हो, एक हिसाबले पनि ठिक हो होइन। अरू के सोध्नु हो र, कहिले नचिने जानेको मान्छेहरूलाई होइन, के छ सन्चै खबर, त्यति ठिक छ, त्यो बुझिन्छ। तर कस्तो भयो भनेपछि जिन्दगी यस्तो भइसक्यो साला, आफ्नो बारेमा सोध्ने फुर्सद छैन है मान्छेलाई। कति कमाइरहेछस्, के गरिरहेछस्, हुन त यो एक ठाउँमा अब के भन्छ, स्कुल गएपछि आज होमवर्क गरिस् कि नै, कलेज गएपछि आज बङ्क हानिस् कि हानिनस्, के भन्छ त्यसपछि काम लागेपछि स्यालेरी कति छ, अनि विदेश गएपछि पैसा छापिरह होलास्। यो त मिनिमम नर्मल कुरा हो, यो भन्ने कुरा हो। तर किन के वाइ, अलि सोच्नुपर्ने कुरा होइन यो, के भइरहेछ, कस्तो भइरह, जिन्दगीले पनि यार